Hello guys, new day, new vlog. आज vlog चाहिँ हामी कता जाँदैछौँ भनेर त्यो चाहिँ थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। सो अब चाहिँ हामी रेडी भइसक्यौँ। अब निस्केर जानुपर्ने हुन्छ। कता जान्छौँ के गर्छौँ सब देखाउँछौँ गाइस। स्टे ट्युन। ओइ चापकोटतिर चल्दैछ सक्दैन फेरि। हामी निर्जीबाट माथि चढ्दै हो न। चापकोट ल। अब आएपछि भेटौँला एकछिनमा। ओइ बाटो खतरा। दुईटा सिस्तीहरू अगाडि गइसकेको छ। हामीले भेट्टाउनै सक्दैनौँ। हामी आमदानी ओइ ढुक्क कहाँ अघि कति ढिलो निक्ल्यो अहिले फेरि रकेट गयो। यात्रा सुरु भइसकेको छ हाम्रो न। हामी जग्गा भन्ज्याङ आइसकेको छौँ है। अब हल्का मचाउनुपर्छ। बब्बाल देखेछ यार। ढुक्क अघि हामी त तातेको छ। यहाँ हामी के गरेर भन्दा गइसकेको छौँ। है गाइज हामी चाहिँ यहाँ क्याउरे भन्दा थोरै तल आयो। त माथितिर देखा त डेन्जर देख्यो माथि भ्यू चाहिँ। यस्तो चाहिँ जिन्दगी तेस्रोमा छ अभियान। उता चापकोट है गाइज। अहिले चाहिँ हामी यहाँ अब चापकोट पुग्न लाग्यो। बारीकुनाको झर्ना चाहिँ यता छ। आज चाहिँ बारीकुना गइन्न होला गाइज। आज बारीकुना गइन्न। अब केटाहरू चाहिँ माथितिर आउँदैछ लास्ट बिस्तारा यार। अनि त रक्की हिँड्दै गयो केटाहरू त छोड्दैछ गुड छोड्दै ल। अब चाहिँ हामी रामपुर जाँदैछौँ। अब बाटोमा अब के कस्तो भिडियो बनाइन्छ हेर्दै गर्नु होला गाइज। टिकटकमा जान्छ। अब चापकोट छिड्यो है। चापकोट छिड्यो चल कस्तो रहेछ त चापकोट फर्स्ट टाइमै। बारीकुनामा रेस्ट गर्दै हामी है। नेकपा एमाले मुद्दाबाट भने माथि चाहिँ टावर देख्न सक्नुहुन्छ तपाईँहरूले। माथि दर्शकबिनहरू सिमी देखियो त टावर देखियो। टावर राम्रो हो कि कलर राम्रो हो कि सिमी देखियो। आँप चाहिँ बवाल थियो। त्योहरू त होइन ल भगर दाइ ढुक्क ढुक्क कता गएको माया सुस्ती आइन यार। लिची यार लिची चाहिँ बवाल छ। राममा छ भयो नि छोडिन्थेन न। अब अर्काको ठाउँमा आइयो सोझो गर्नुपर्छ। चापकोटको लिची रातो यार। ओहो किसिम देखिनु बाबु। ल गाइज यु क्यान सी मेरो ब्याकग्राउन्डमा चाहिँ लिची बवाल छ है। लिची त यस्तो डेन्जर भइसकेको छ। चोर्न हुन्थ्यो मान्छेले फेरि लखट्ला फेरि नत्र त चोरेर भागिदिन्छ हामी। ल गयो है गाइस अगाडि। अब हामी चाहिँ पुल कट्दै है। ल गाइस फर्स्ट टाइम यार यो पुलमा चलाएको यार थिएँ पछि नै निकालिदियो यार। ल अब चाहिँ हामी चल्दिस कता थाहा छैन। यो त के हाइस पनि हिँडेको छ। अब रामपुर पुग्न अझै 8 किलोमिटर छ। यो बाटो चाहिँ कराएको जस्तो छ है। गर्मी पनि ल चल्दिस।
स्याङको मान्छे पाल्पा पुग्यो पागल हो सक्दैन आफै हामी चाहिँ यहाँ के हो यो कहाँ आयो थाहै छैन लाभा हो यार कता कता नि त्यो दुइटा हरा र आज चाहिँ हामी आयो र चल्दी चाहिँ रामपुर पछि भेटौँ ल अब त्यही हो पाल्पा रामपुर पाल्पा हो कि रामपुर पाल्पा रामपुर रास्तामा त यहाँ घुम्न आएको केही छैन इलाका मामा आमाको हरेको चाहिँ उठ्दै आएको जस्तो रास्तामा अब अझै सिधा गर्न सिधा र चल्दै अब रामपुर पनि आइयो फर्स्ट डे आज चाहिँ शनिबार भएर दोकानहरू सब बन्द छ अहिले त गाइस हामीलाई फर्केकै अब घरतिर चल्दैछ चिल पार रामपुर गएर आइयो अब चापकोट जाम भनेको त्यस्तै भयो अब घरतिर चल्दैछ ल ल हामी चाहिँ रामपुर गएर पनि आइसक्यौँ त्यस्तो केही छैन रामपुरमा बोर्डर पारी गएर कृपया घुम्न नआइदिनु होला उड्दै केही छैन यहाँ तल चाहिँ नट एकदम राम्रो छ है दाइ मासु मासु छ दाइ हैन त भने एकदम राम्रो छ नि हामी चाहिँ यहाँ लिच्ची खान आएको है एउटा खायो आन्टी यहाँको होइन ल एउटा चाखेको आन्टी के होइन हजुर युट्युबमा आउनुहुन्छ ल है त ल गाइस यहाँ चाहिँ भबाल छ लिच्ची चाहिँ हाम्रो चाहिँ यहाँ चोर्नु त त्यस्तै किनेर है ल लिच्ची चाहिँ मिठो रहेछ पहिल्यै भन्नु पर्थ्यो झरेको त टिप ए पार्साले पनि किन्ने अरे हो ल गाइस लिच्ची पनि किनियो अब चाहिँ घरतिर चल्दैछ मिठो खोइ खतरा किनिस् खोइ चाखौँ न चाखौँ न यार फेरिकोमा मलाई दुईटा पाएँ मैले यार आफ्नो नि भरे एउटा ल है त अब चारवटा बनाउँछ ल है त गाइस हामी चाहिँ अहिले यहाँ के भन्छ अरे हो चापकोटको टावरमा यसो डोल्न आएको छौँ गाइस अगाडि हिँडिसक्यो बल्किङहरू ल अब चाहिँ सिधै हामी माथि टावरमा गएर भेटौँ गाइस हामी चाहिँ यहाँ के गरे चापकोटको टावरमा आइसक्यौँ है भित्र चाहिँ टिकटक भइरहेछ अब हामी पनि एकछिनमा टिकटक चाहिँ हान्नुपर्ने हुन्छ चिलमा है केटाहरू उठ्न मात्रै बाँकी छ अब जाम ल भित्र जामबाट केटाहरू जाँदैछु यता नै पल्टनुमा प्रियार्मी गरे ल है त चल्दिएको भित्र लगाइस गाइस चापकोटको टावर माथि पुग्नुपर्छ है माथि अब लभली देखिरहेको छ लभली बस्दैन त ल त गाइस एक तलमा आइयो जेस माथि चाहिँ बबाल बनाएर रहेछ टाइल पनि मिठो हालेछ ल फाइनल्ली हामी चाहिँ यहाँ माथि आइसकेको छौँ माथिबाट चाहिँ लभली देख्दो रहेछ यु क्यान सी द लभली भ्यू अफ चापकोटको टावरबाटै मिठो भ्यू देख्दो रहेछ यहाँ भिजिट गर्न आउनु होला गाइस लभली उता सनसेट हुँदैछ यता हिरो आउँदैछ चिलमा ल एकछिन चाहिँ अब हामी यहाँ के गरिन्छ थाहा छैन अनि तल गरिन्छ गाइस हामी चाहिँ माथि टावरबाट निस्किसक्यौँ अब चाहिँ रात बेलुकाको यहाँ 6 कति भइसक्यो अब सिधै घर चल्दिने अब खै बाटोमा भिडियो बनाउँछु बनाएन थाहा भएन अब सिधै घर चल्दिस् गाइस क्याउरे भन्ज्याङ निस्किनु भएको छौँ गाइस अब सिधै क्याउरे भन्ज्याङमा भेटौँला है ढुक्क गाइस हामी चाहिँ यहाँ त्यो क्याउरे भन्ज्याङ आइसक्यौँ जानै आइदिएर जानु भन्छ राइडर भइसक्यो राइडर हुन्छ त्यो ल क्याउरे भन्ज्याङ देखाउँछु नि त मनी बोल्छु भ्लगमा त ढुक्क
आफ्नै ठाउँ आइयो अब हामी चाहिँ बालिङ नगरपालिका प्रदेश गइसकेको छौँ अब कहाँ पुग्छ देखाउँछ हामी चाहिँ अब यहाँ जरकोटमा छौँ अब लिची हान्नु पर्ने हुन्छ अनि घर जानुपर्छ लिची खोइ कहाँ हो लिची ल काउको लिची र चापकोटको ल गाइज म चाहिँ अहिले आइसकेँ मेरो ब्लग आजको के कस्तो लाग्यो सबैजनाले मनपर्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला मन पर्दैन भने छोडिदिनु होला गाइज यति भन्दै सी यू गाइज इन नेक्स्ट ब्लग